ओ गाइज गुड मर्निङ। के छ खबर? सबैजना आराम हुनुहुन्छ? आशा छ सबैजना आराम हुनुहुन्छ होला। आज धेरै लामो समय पछाडि एउटा भिडियो बनाएको छु। त्यही हुन्छ, अहिले पछाडि खालि अफिस गयो अनि विकेन्डको बेलामा चाहिँ घरमै बसिरहेको हुन्छ। तर घरमा निठल्ल बस्नु पऱ्यो भने चाहिँ एकदम बोर हुँदो रहेछ। अब हुनाले धेरै लामो समय पछाडि आज हाम्रो यो ब्याडमिन्टनको तयारी सुरु छ अनि यो नयाँ स्याउको उद्घाटन पनि गरिहालौँ। ब्याडमिन्टन खेल्न जान्छ एटलिस्ट फिजिकल चाहिँ हुनु जरुरी छ, किनभने निठल्ल बसेर बोर हुनुभन्दा केही न केही गरेको राम्रो हो कि होइन। आज ब्याडमिन्टन खेलिन्छ, 2-4वटा ब्याडमिन्टन खेलेको क्लिपहरू हाल्छु। तपाईँहरूलाई धेरै रमाइलो त नलाग्न सक्छ, तर फर अस इट इज भेरी इन्ट्रेस्टिङ। अब ब्याडमिन्टन जस्तो चिज एक्लै खेल्ने कुरो भएन। त्यो भएर भाइ आउन त खेलाउँ भनेर मैले यिनलाई गुहार मागे पछाडि धेरै नाक उचाली उचाली आएँ खेल्नको लागि। पहिला स्याउ सकेर खेल्ने भन्ने कुरो भयो होइन त। तर यसो हेर्दाखेरि हामी त ज्याङ्गो ज्याङ्गो खतरा हेर्छन् त के हुन्छ होइन। यो अनुहार हेऱ्यो भने त केटीहरू त ढल्छन् होला होइन र? होइन अहिलेसम्म देखेको छैन नि त भाइ। अब देखाउन पर्छ नि त यसरी राम्रो भएर हो कि होइन भन्नुहोस् त। हो नि होइन? ए भगवान्, बरु म मैले नि त्यो यो अरू कसको यो हर्नेट हो कि के भन्ने प्रचार गरेको त। ए डिपिएलको टी सर्ट चाहिँ प्रचार गर्नुपर्ने हो। डिपिएल जस्तो राम्रो कम्पनीले लगाउनु पर्ने हो नि त। नुनको सोझो गर्नु परेन, नमक हरा ल। है त गाइज, बाँकी क्लिप चाहिँ आउँदै गर्छ। अहिले चाहिँ यति हेरेको भरमा चाहिँ 2वटा सब्सक्राइब हान्न त मिल्दैन। एउटा सब्सक्राइब गरेर 2वटा कमेन्ट हान्दैन हाम्रो ब्याडमिन्टन कोर्ट चाहिँ यस्तो रहेको छ। यतिको स्पेसमा चाहिँ कस्तो खेल्नुपर्ने हुन्छ। हामी चाहिँ रमाइलो हुन्छ हो। नहुन भन्दा कानो मामो भएको जाति होइन त। खेलियो ल, बहुत मजाले खेलियो ब्याडमिन्टन। यस्तो मजाले खेलियो कि आफैलाई शरम लाएर आयो। त्यो भएको हुनाले हामी चाहिँ अब प्लान गऱ्यौँ कि ब्याडमिन्टन होइन, अब स्विमिङ गर्नु जानुपर्छ। यो स्थितिले चाहिँ हुँदैन भन्ने हामीलाई थाहा भइसक्यो। त्यो भएको हुनाले चाहिँ हामी स्विमिङ गर्न जानेवाला छौँ अब। ल गाइज, हामी सधैँको हप्ता चाहिँ यो हप्ता पनि हामी स्विमिङ हिँडिरहेका छौँ। मेरो चस्माको पोजिसन चाहिँ कस्तो हो थाहा छैन। सधैँको हप्ता चाहिँ आज पनि स्विमिङ हिँडिरहेका छौँ। स्विमिङमा चाहिँ एक्सपर्ट भइएला जस्तो छ, याद छैन, थाहा छैन। हेरौँ, एक्सपर्ट भइयो भने चाहिँ गुड फर मी, भइएन भने त डुबिएन, नमरिएन कि। पुरा आज निस्केको जताततै बाटै बन्दै यसो घुमाइ गरेर पुग्न पर्ने भयो डेस्टिनेसनमा। हाम्रो 3 मिनटको बाटो चाहिँ लगभग 15-20 मिनटै लाग्ने भयो पुग्न। बन्द भएर चाहिँ बाइकलाई चाहिँ अलिक टाढै नै राखेर जानुपर्ने स्थिति आयो। यहाँको यो पुलिस थियो, पुलिसले चिन्दा पनि चिनेन। यहाँ म फिटनेस पोइन्टमा जाने हो भन्दा त यो गर्मीको बेलामा मस्त छपक पौडेर आएर घाममा यस्तै उत्तानो गरेर सुत्नुको मजै कुछ अलगै हुँदो रहेछ। फिलिङ सो रिलिफ अनि धेरै मजा। उता फेरि हाम्रो भाइको पारै बेग्लै छ। आँखामा अब हात राखेर घाम छेलेर सुतिरहेछन्। के छ मेरो भाइ खबर? लगाइज हामी मस्त पौडेर गरेर अब सकेर घरतिर लाग्न थालियो। आज पनि सुहाउन जाउँ भन्ने सोचेको थियो, तर सुहाउन चाहिँ गइएन आज, किनभने हामी अलरेडी धेरै भोकाइसकेको थियौँ र खाना चाहिँ जरुरी थियो। अब हामी चाहिँ सिधै घरतिर जाँदैछौँ खाना खानको लागि। सो थ्याङ्क यू फर वाचिङ टिल दिस टाइम. So I'll be posting more videos.
Keep loving, keep supporting me. Thank you very much.